आमा कति यो एउटा कहिले म समाचार गन्छु है समाचार यो एउटा यसलाई म समात्छु यो दुईटा हल्ला नगर भाग्छ हैन नसर्नु न यता ल्याउनु बाल्टिङ कस्तो भने हल्ला नगर्नु न यहाँ झर्न लाग्यो यो चप्पलहरू पनि निकाल पहिला अरू त पनि बाँधिदिनु ऊ झऱ्यो मुजी म भन्दैछु नि कस्तो तपाईँहरू पनि मान्छे त पागलै छ के त चाहिँ सध्यो कि त्यो चप्पल झिक्नु नि त नि त्यो झिक्नाटा तेरो बाउले त हटे हात हटा चप्पल मुई बाल्टिनमा नरा भनेको अघि नै मैले भनेको तीनटा यो चाडा समाउनु यो यहाँ ल्याउनु बाल्टिङ चाहिँ यहाँ ल्याउनु बाल्टिङ न भने यार यो 5 वटा यो 6 वटा यो 7 वटा भरे अब धमिल नगर्ने यहाँ डेन्जर छ है भित्र यो प्लास्टिकमा धेरै छ कि उयो राख्ने ठाउँ बाल्टी मुजी प्लास्टिक हटा न यहाँबाट बाल्छु उयो प्लास्टिक छ उता धमिल नगर्ने है यता छ है यो 8 वटा उता निस्किसक्यो त्यहाँ हेर्न हौ यहीँ छ ऊ यो समात त यो म समात्छु त्यो तैँले समात 9 वटा यो 10 वटा दिएन भने यो 10 वटा एकै ठाउँमा 10 वटा भइसक्यो दुईटा पर यसमा पाउनु पहिला यो प्लास्टिक बिस्तारै तान्नु त प्लास्टिकमा छ अझ बिस्तारै तान्नु 10 वटा बिस्तारै तान्नु हो बिस्तारै उता बाहिरै तान्नु 11 वटा त्यो बाल्टिङ फालिदियो है मैले टोकेर सक्यो अब यो प्लास्टिकमा सक्यो प्लास्टिकमा छ प्लास्टिकभित्र छ के हेर्नु भने प्लास्टिकभित्र छ भने आमा समाज यहाँ देखा 11 वटा 12 वटा 13 वटा यो शुद्ध गरेर 14 वटा यहाँ एउटा समातेर फिक्रेर छ छोड्दे यस्तो फुस्किन्छ माछालाई यस्ता आँखा रन्डीको यो 15 वटा हाम्रो हातबाट फुस्किनु त कुरै हुँदैन नि 15 वटा यहाँ छ दुईटा यहाँ छ दुईटा सानो छ यो अथो यत्रो बदल टोक्दा आछ 16 वटा यो 17 वटा ल हिलेको हेर्दा त जिन्दगी टोकी मारेछ दुईटा त ल एउटै प्लास्टिकमा एकै ठाउँमा 17 वटा लेडिज एन्ड ओन्ली आइम अ जेन्टलम्यान स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा म श्री रामचरण अरियाल र आज हामी जाँदैछु ब्याङ्गेमा गहटा मार्नलाई होइन त एकदम रमाइलो हुन्छ धेरै दिन भयो होइन म पनि अब यसो क्राप हन्टिङमा नगएको होइन गहटा मार्न नगएको धेरै भयो होइन आज मलाई मन लागिरहेछ कि साथीहरूसँग जाउँ होइन गहटा सहटा मारौँ मजाले खाउँ होइन यहाँनिर छ शिशिर छ होइन निरे छ होइन टक्कसँग लाएर हामी ग्रुप बनाएर अब जाने हो गहटा मार्नलाई त भिडियोलाई लास्टसम्म हेर्नु धेरै रमाइलो हुनेछ साथीहरू होइन हामी चाहिँ अब जाँदैछौँ होइन उहाँ कहाँ अरे ब्याङ्गे खोलामा जाँदैछौँ होइन गहटा समात्न होइन अब अलि टच चाहिँ अलि गतिलै छ कि होइन कस्तो गतिलो टच हानिरहेछ भनेदेखि होइन यो टच चाहिँ एकदम ठिक हुन्छ कि होइन एकदम ठिक हुन्छ होइन माछा मार्नलाई गहटा मार्नलाई होइन एकदम ठिक हुन्छ होइन त्यसको आँखामा देखाएपछि त्यो चाहिँ बसिरहन्छ कि होइन भाग्दैन होइन त्यही मौका छोपेर अनि समाउने हो कि है ल साथीहरू होइन खोलामा झर्ने बित्तिकै सुरुमै बोहनी भयो होइन यहाँ निरेले एउटा समात्यो होइन पछाडि हेर न सुरुमै एउटा बोहनी भयो एकछिन बस्नु धमिलो नगर न एक साइड हेर्नु न तलतिर नि यस्तो हेरौँ न तलतिर ल साथीहरू होइन आउने बित्तिकै होइन एउटा गहटा चाहिँ मार्यो होइन सुरुमै बोहनी राम्रो भयो फेरि अर्को समात्यो होइन केटोले होइन गहटा लठिमुनि हात लठिम त्यो यस्ता म एकै झ्यापा हातले समात्न मुला
निरो समात्छ नि टोक्दैन के च्याप्पै समात्न ल सानो चाहिँ मिठो हुन्छ सानो गहटा रहेछ ल समातेर आज चाहिँ होइन म साथीहरू होइन म चाहिँ खालि भिडियो बनाउँछु होइन गहटा समात्दिनँ होइन खालि भिडियो आज चाहिँ म क्यामराम्यान हो क्या भ्लगर प्लस क्यामराम्यान के आज क्यामेरा चाहिँ मेरै हातमा हुन्छ होइन स्याब एङ्गलमा खिच्छु के हल्ला नगर्नु समाति आउनु आउनु हँ के भयो छोरो टोक्यो ल ल यता पनि गहटा त खालि समात्ने र हाल्ने मात्र हो कि गहटा त आज त लोड छ कि कोही भ्याउँदैन लानु ब्याङ ब्याङ भ्याएको त कसले लान्छ गहटा हुँदैन त्यो झन् मिठो हुन्छ त खाने भयो लैजा सबैजना खानु खायो भने यो पुरै बाँस घारी छ होइन साथीहरू पुरा बाँसै बाँस पुरा बाँस पन्छ्याएर हिँड्नुपर्छ यहाँनिर होइन यो चाहिँ दायाँ बायाँ पुरा बाँसै घारी छ कि होइन कहिलेकाहीँ बाँस लत्रिन्छ होइन बाँसहरू ढल्या हुन्छ होइन त्यसलाई पुरै पन्छ्याउँदै माछा मार्दै हिँड्नुपर्छ कि गहटा मार्दै है कहाँ हिले समा ए शिशिरले समाउँदैन लाइट छ शिशिरले समाउँदैन है त्यो बुवा अर्दै लाएर समात्छ र मन नसमाते समातिस ल यो त पुल ठुलो काम गरेछस् म त यहीँ पनि छ गहटा एउटा देखाएको मैले अस्ति यहाँ फुस्केको छ नि हेर्नु त अस्ति एउटा गमडा फुस्केको छ कि त्यो अस्ति फुटेर कहाँ अस्ति फुस्केको तँलाई यहीँ हुन्छ क्या अबसम्म कति हो गहटा त यार मामा गहटै खाँदै यार आज त कत्रोले चाहिँ तेरो भिडियो देखाएन कत्रो गहटा अठार झन् यता गएर बाल्नु न यहाँ यहाँ पनि एउटा छ होला अगाडि पहिला यो भिडियो गर घुई चेपेर बसिरहेको रहेछ समा ए बाल्टिन चाहिँ थाप्नु न दुध हाल्दै हाल्दै मसिनो घुम्यो भने ठुलो यस्तो मजाले खानालाई पाराले हाल्नु मैले ए प्लाट सेप मेरो आँखा तेज छ नि फेरि यहाँ छ भने जहाँ सुके भए पनि फेरि यस्तो रन्डिको भयो साला त्यो तैँले देखिस् पहिलोचोटि देखेँ तैँले यत्रो नआएको म त त्यो हेर्नु भनेपछि पो त्यो हेरेर नत्र म पछाडि बाल्टी समाउनु र भिडियो गर्नु त हो नि मैले त्यहाँ छ ए चार चाडा तर तलबाट समाउनु न चाडा एकैचोटि माछा समाछा समाउँछ यार तपाईँ म चाहिँ गाम घुम दुईटा एकदम समाउनु थाल्यो दुईटा यहीँ यसलाई के गर्नु समात्न हो के गर्नु के हो माछा हो हाल ओ चाडा 5 वटा छोडा आम्मामामामामा कति यो एउटा कहिले म समाचार गन्छु है समाचार यो एउटा यसलाई म समात्छु यो दुईटा हल्ला नगर भाग्छ सबै होइन नसर्नु न यता ल्याउनु बाल्टिङ कस्तो नि हल्ला नगर्नु न यहाँ झर्ना कि यो चप्पलहरू पनि निकाल पहिला अरू चप्पल पनि निकाल ऊ झऱ्यो मुजी म भन्दैछु नि कस्तो तपाईँहरू पनि मान्छे त पागलै छ के तँ चाहिँ सध्दै कि त्यो चप्पल झिक्नु नि त नि त्यो झिक्नाटा तेरो बाउले त नि हटे हात हटा चप्पल मुई बाल्टिनमा नरा भनेको अघि नै मैले भनेको तिनटा यो चाडा ल समाउनु यो समाउनु यो यहाँ ल्याउनु बाल्टिङ चाहिँ यहाँ ल्याउनु बाल्टिङ थाप्नु न भने यार यो 5 वटा यो 6 वटा यो 7 वटा भने अब धम्नु नगर्ने यहाँ डेन्जर छ है भित्र यो प्लास्टिकमा धेरै छ कि उयो राख्ने ठाउँ बाल्टी मुजी प्लास्टिक हटा न यहाँबाट बाल्छु उयो उयो प्लास्टिक छ त्यो उता धम्नु नगर्ने है यता छ है
यो आठवटा उता निस्किसक्यो त्यहाँ हेर्न हौ यहीँ छ ऊ यो समात त यो म समात्छु त्यो तैँले समात 9वटा यो 10वटा दिएन भने यो 10वटा एकै ठाउँमा 10वटा भइसक्यो दुईटा पर यसमा पाउनु पहिला यो प्लास्टिक बिस्तारै तान्नु त प्लास्टिकमा छ अझ बिस्तारै तान्नु 10वटा बिस्तारै तान्नु हो बिस्तारै उता बाहिरै तान्नु 11वटा त्यो बाल्टिङ खालिदियो मैले त टोकेर उतै छ सक्यो अब यो प्लास्टिकमा छ सक्यो प्लास्टिकमा छ प्लास्टिकभित्र छ के हेर्नु भने छ उतै प्लास्टिकभित्र छ भने हुर्कै आमा रुक्ने समाज यहाँ देखा 11वटा 12वटा 13वटा यो शुद्ध गरेर 14वटा यहाँ एउटा समातेर ठिकै छ छन् छोड्दे यस्तो फुस्किन्छ माछाला यस्ता आँखा रन्डिकबाट यो 15वटा हाम्रो हातबाट फुस्किनु त पुरै हुँदैन नि 15वटा यहाँ छ दुईटा यहाँ छ दुईटा सानो छ यो अथो यत्रो बदल टोक्दा आछ उयो 16वटा यो 17वटा ल हिलेको हेर्दा त जिन्दगी टोकी मारेछ दुईटा त ल एउटै प्लास्टिकमा एकै ठाउँमा 17वटा कत्रो माया छ ल समाउ यहाँ है समाउन त मजा छँदैछ नि ल साथीहरू होइन फाइनली हामी चाहिँ यहाँ घरमा आइपुगिसक्यौँ होइन गाउँमा आइपुगिसक्यौँ होइन गहटा मारेर होइन यहाँ गहटा हेर्नु होइन लगभग 7-8 किलो गहटा छ 10 किलो लगभग गहटा छ होइन लोद मारेको छौँ आज होइन यहाँ निरे छ होइन निरे शिशिर अनि म गएको होइन गहटा मार्नलाई अनि यहाँ फाइनली घरमा आइसक्यो र मन पनि छक्क परिरहेको गहटा देखेर होइन गहटा लोद मारे होइन अहिले चाहिँ राति भइसक्यो होइन यसलाई अब केलाउने पकाउने गर्दाखेरि धेरै टाइम लाग्छ होइन अब यसलाई चाहिँ हामी भोलि बिहान केलाएर अहिले बाल्टिनमा पानी हालेर छोडिदिन्छौँ होइन अनि भोलि बिहान पकाएर मजासँग खान्छौँ है त यदि तपाईँहरूलाई यो भिडियो राम्रो लागेमा लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला र अर्को कुरो यहाँनिर छ के हो यो रक्सी होइन रक्सी हो होइन यो रक्सी चाहिँ कुन भनेदेखि होइन हाम्रो यहाँ गाउँको भाइहरू छ नि होइन टाढा सुमा आएको छ होइन उनीहरू अनि काठमाडौँ गएर आउँदाखेरिदेखि होटलबाट टक्क ल्याएर होटलहरूले यो रक्सी दिन्छ होइन प्योर कोदोको होइन अलिअलि खायौँ होइन अब यो रक्सी चाहिँ अहिले राखौँला होइन पछि योसँग सितन बनाउँला है त।